Oh no! कहाँ रातभरि जाडो भएर केटी देख्न पाएन गफर्न पाइएन देख्न पाइएन पोखरै जानु पनि म केटी देख्न पल्ला टाउको नहालिकन मसाज गर्न पाइन्थ्यो केटा केटी हेर्न पाइन्थ्यो टाउको पल्ला घुसारेर मसाज गर्ने काम रहेछ लेग साइड भरि हात दोहोऱ्याउँछु भनेको हात धोने भयो न यसले फोटो खिच्छ माइकको नमस्ते म लल्लाजी खड्काजीको र मेरो च्यानलमा स्वागत छ वाइ नट कोकोनट लल्लाजी आज हाम्रो नयाँ भिडियो बनाउनलाई ठुलाकोट आएको तपाईँहरूले 2-4 दिनमा हेर्न सक्नुहुन्छ म को हुँ ठोक लल्लाजी अनि लालाजी ब्यागको पछाडि त हजुरको त मैले पुरै लौरो देखिरहेको छु त यो माथि ठुलाकोटमा हामीहरू आज नयाँ भिडियो अलिअलि बनाउन जाँदैछौँ त्यहाँ गएर बस्नु भयो भरे आएन भयो त्यो हल्किँदै उक्लिनु पर्ने त्यही भएर लौरो टेकौँ भनेर लौरो हालेको झोलामा अरू कुरा गर्न त लौरो हाल्नु भएन नि होइन हो त्यही उकालो चढ्न गाह्रो हुन्छ भने लौरो हालेको वाइ नट कोकोनट लालाजी ठोक हेलो लालाजी हेलो घाम भयो कि रे लास्टै लास्टै घाम भयो यो पार्कमा बसेको आज लालाजी र म धेरै पछि ब्लग बनाउँदैछौँ अर्को ब्लग होइन अहिले चाहिँ हामी ठुलाकोट जाँदैछौँ मेरो गाउँ लालाजी र म सर र बाइकमा अब बाइकको भ्यू पनि देख्नुहुन्छ तपाईँहरूले जस यो च्यानल चाहिँ लालाजीको र मेरो च्यानल हो होइन हो ठोक अनि लालाजी अब हाम्रो नयाँ के आउँदैछ म को हुँ हो त्यो चाहिँ कसको भिडियो लालाजी र खड्काजीको अर्को महिनाको 15 गते आउँदैछ जेठको 15 गते आउने प्लानिङ हो लेट्स गो अब हामी बाइकमा भेटौँला है त सबैजना है ल त लालाजी भ्लग स्टार्ट है सर ल अब हामी सर र यो ठुलाकोटको बाटो हिँड्दैछौँ अब आज हाम्रो बाइकमा सुरु भयो आजको मोटो ब्लग होइन लालाजी गफ गर्नु न के छ यो चाहिँ यहाँ राख्ने बनाउनु पर्छ त्यो बनाउने हो नभ्याएर हो अब आज आउँदा नि हतार भयो नि त लालाजी त्यहाँ बनाउँदा सजिलो क्या धेरै सजिलो होइन धन्दै ठोकेको आफ्नो बाटो हिँड्न पर्छ त्यही त नि अर्का बाटो च्याप्ने बित्तिकै त गयो त्यही त नि अनि भन्नु अरू के छ नयाँ नौलो उकालो रहेछ बाटो पनि त्यही पनि गर्मी भयङ्कर त्यही माथि लालाजी एकदम हट मान्छे है हो यो खसलाई ठोक माइलीको बत्तीमा खसेको छ भाइ ठोक अहिले हामी जाने त्यो डाँडा पछाडि अनि सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो यो युट्युब च्यानलमा लालाजीको र मेरो ब्लग ठिक छ सबैजना माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हजुर सबैजनाले अब हाम्रो भ्युअर्सहरूले चाहिँ माइलीको भट्टीमा एकदम मन पराइदिनु भयो है कसले हेरिदिनु सबैलाई धेरै धेरै धन्यवाद अनि त्यसपछि चाहिँ अब हाम्रो फेरि नयाँ गीत आउँदैछ लालाजीको र मेरो जुन चाहिँ हाम्रो लालाजी हजुर लालाजी चाहिँ हाम्रो यो भिडियोमा चाहिँ लालाजी पुरै उहाँको रोल हुनेछ र लिरिक्स मेरो कम्पोज मेरो ठिक छ अब त्यो भिडियो पनि बनाउने प्लानिङमा छौँ हामी होइन लालाजी लालाजीले गीत सुनिसक्नु भएको छ अनि त्यो गीत कस्तो लाग्छ हजुरलाई राम्रो हो ठिक छ यो टोपी र चस्मा लासी चिन्छन् क्या मलाई हो र भाइरलमा छ नि यो त के जादु छ लालाजी के जादु छ त्यो टोपी र चस्मामा टोपी र चस्मा लालाजीको भन्ने चिन्छन् हो आफ्नो बाटो चप्नु पर्छ अर्काको होइन पनि बेर लाग्दैन
त्यही त नि है लालाजीलाई मसँग बाइकमा चढ्दाखेरि डर लाग्छ लाग्दैन लाग्दैन हो त्यस्तो विश्वास छ रोक अनि आज कति टाइम हो लालाजीको यहाँ माथि आएको कचोटि आइसक्नु हजुर याद छ 3-4 बाली आयो होला नि। हो 3-4 बाली आइसक्यो होइन लालाजी अँ, एकचोटि त सुटिङमै आइयो एकचोटि प्रिमियरमा आइयो आज आयो आज आइयो पर्सि 15 गते आउँदैछौँ 15 दिन आइन्छ कति आइन्छ आउन घरै आइयो हो नि ठुलाकोट हो नि तपाईँलाई थाहा नै छ नि भाइको घर चाहिँ के मेरो घर के एउटै हो एउटै हो नि ठोक ठोक पोखरीमा पानी आल्किँदो रहेछ ठोक हामी त आइपुग्न लाग्यो लाला आइयो यो अस्तिको रेस्टुरेन्ट गयो कहाँ कुन यो यहाँ त होइन नि गाउँ डाँडामा हो। ए गाउँ डाँडाको हल्तिर मोटरसाइकल आएको छ है देखेछु क्या देखेछु मसँग डर लाग्दैन भन्ने अनि डराउने नदेखेर हो कि भनेर। त्यही त्यस्तो हुँदैन बा ऊ त्यो टावरमा लाने आज लालाजीलाई ए हो उहाँ रहेछ है टाउ कति शीतल त्यत्रो हिँड्नु पर्ने छ पर्दैन यो मोटरसाइकलले जान्छ उहीँ हँ? के जाँदो लालाजीलाई मोटरसाइकल गए पनि अँ, हिँडाउने आज ल 15 मिनट 15 मिनट मात्र 15 मिनट ओन्ली 15 मिनट हो र लालाजी वकिङ ठुलाकोटको टावरमा अनि कस्तो अनुभव भइरहेछ त लालाजी ठिकै छ हावा पानी खाइयो छ मोटरसाइकलमा दौडेको छ हो र भिडियो बनाएको छ अरू के चाहियो र जिन्दगी अरू के चाहियो र ल अब हाम्रो ठुलाकोट इको भिलेज रिसोर्ट भनेको चिज खान पाइयो छ यहाँबाट माथि हो यहाँबाट यही हो है लोकेसन है पछिबाट ल ठिक छ हाम्रो लोकेसन यही हो कहिले बनाउँछ नि यो बाटो अलि अगाडि आउनु है लालाजी बाटो फेरि खत्तम छ लालाजी फेरि खस्नु होला रे बाइकबाट बर्बाद होला के कसो लालाजी हो बाटो हुँ। यो बाटो कहिले बन्ला यो अब म मियर बसी ए हो हो नि मलाई भोट हाल्ने कि कसलाई हाल्ने लालाजी हाल्ने सिङ्गल 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 छाप सिङ्गल साप मलाई अनि अर्को साप कसलाई हनकाजी मेयरमा हुँदा पनि म सिङ्गल भोट ठोकेर चुनाव जिताउँछु अँ। अनि यो बाटोमा पिच गर्नुपर्छ है हस् लालाजी ठोक अनि मेरो प्रचारमा लालाजी हिँड्नुहुन्छ होइन हो ओहो कति राम्रो भ्यू यता हो ऊ त्यो काउँ खोला हो क्या लालाजी उता हेर्दा हेर्दा हिलटपमा पुग्ला मोटरसाइकल कहाँ पुग्ला हिलटप हिलटप भन्ने कहाँ हो हिलटप भनेको हिलोमा ए मतलब फर्स्ट टाइम थाहा पाएँ त लालाजी यस्तो बाटोमा त चलाइ चलाइ पास भइयो है होइन र हो गरी अलि अगाडि आउनु तपाईँ चाहिँ बरु चस्मै फुटो च्याप्पोसम्म त प्लास्टिकको अलि अगाडि आउनु है अलि आऊ ठाउँै छैन कस्तो ठाउँ नहुने र ठाउँ हुनु पर्दैन तपाईँ त यस्तो मोटो हुनुहुन्छ र ठाउँ हुनु पर्दैन ए भोकै जस्तो जान्छ त म त खानै आएन नि लालाजी कसैको मान्छे हजुर र म खाने भनेर अनि भोकै आएको नि घर खान पाएको थियो अनि लालाजीसँग आज के अरे डिनर मिटिङ छ हाम्रो नि लन्च छ भनेर लालाजीसँग आज खाना खाने हो भनेर आऊ हैट
है ल ओइ, ओइ वाह साला कहाँ गयो ओहो ल के नि भयो मोटरसाइकल पल्टेको देउता ओहो तेरिका कहिले नि चलाएको भयो धान्न सकिन्छ उतो भाइलाई बोला को भाइ ऊ यहाँ पछाडि छ एउटा भाइ अलि म त ला होइन यहीँ बस्छु चोर त लागेन ए तेरिका भर्खर त्यहाँ बाटो चिप्लो रहेछ ए हामी लडियो लालाजीलाई धन्दै चोट लागेन म त चोट लाग्यो कि बालायो भनेको धन्दै केही भएन बुढो बलियो खान है मैले यो बाइक किन 1 वर्ष भयो फर्स्ट टाइम लड्यो यसरी तेरिका लालाजी ल गयो यति ए बा लडेपछि कस्तो भइरहेको त नि मजा आउँछ कस्तो पनि लडेपछि मोटरसाइकल त लडेपछि मजा आउने भने हो र त्यही पनि ठुलो कुरो हामीसँग नै यो बाटो बनाउनु पर्छ म मेयर हुन्छु लालाजीले भोट हाल्ने मेरो प्रचार गरेर के अरे मलाई जिताउने अनि बाटो त्यही बनाउने नभन्दा लडेको लालाजी म हात दोहोऱ्याउँछु है हात दोहोऱ्याउँछु ज्वरो आउँछ हात दोहोऱ्याउँछु भनेको आना हात धोने भयो न आना हात हो मलाई त सादा खाना मिठो लाग्यो के हालेर पकाउनु भएको यस्तो मासुमा मासुमा नि हामीले हेको मसला सिलौटोमा खै मसला पिस्ने अनि हेको लोकल मसला सिलौटोमा पिनेको मसला ल लालाजी खाम है त खाइसक्नुहोस् त तपाईँले पानी पानी हो पानी हाल्यो ए भान्साले हालिदिने रे ल हाल्देऊ बाबु मिठो छ लालाजी ठुलाकोटीको भिलेजको रिजोर्टको खाना ठुलाकोट भिलेजको रिसोर्टको मासु र भात साह्रै मलाई मिठो लाग्छ त्यही भएर आज 3 पाली भयो फर्के आएको कल जानी आज बल्ल फुर्सद मिलेर होइन लालाजी हो भान्सा खाने किन खाऊ चिची खाने हो ल खाए खाना मन पर्यो अरे ल त्यसैमा हड्डी हालिदिउँ अब सिजनाको सिस्नोको तरकारी सिजना तरकारी भेला तरकारी खा हो सिस्नोको मात लाउनु त हैन त्यो मताउनी त हैन म त्यो नि यति हेल्थी हामीले देखाएको दिले हामीले सबै यहाँ स्पेशल हुन्छ क्या यो हो त्यो सिजनमा अब एक महिना पछि पाइँदैन कहाँ छ यहाँ यहाँ तल चाहिँ हाम्रो गर्न राखेको छ यहाँ यो सिस्नो र ढिँडो खाने भने प्रशस्तै मान्छे आउँछ क्या यो फापरको जानु है फापर कोदोको ढिँडो अनि त्यसपछि अब अर्को पालि कोरा ढिँडो र सिजनाको झोल चटनी खानु पर्ला हुन्छ हुन्छ त्यही भएर मोबाइल पछाडि म ठोक भनेर यो ठोक भनेर आउनु आउनु युट्युब च्यानलमा हाल्दैछु भिडियो गयो अब आज लडेको कस्तो अनुभव भयो लड्दा बाइकबाट हात पाखुरो दुखिहाल्यो दुख्यो छ अहिले झाँटेको अलिक दुख्यो है अहिले मालिस गर्ने लडेपछि नदुखेर भयो हल्का दुख्नै पर्यो नि भिना जवानीमा कति लड्यो होला हैन लालाजी कति लडी देख्यौ म लडेको जमाना देख्यौ पुरो
तिम्रो दाइलाई म त कति अहिले भिडियोमा नमानौँ भनेको काटौँला भनेपछि लालाजी आज यहीँ बस्ने अहिले यहीँ बस्ने हो मलाई यो सिनाको फुलको तरकारी हो कि चटनी हो साह्रै मिठो लाग्यो आज यहीँ बसेर भरे टन्न खाएर भोलि जानु पर्ला भरे ढिँडो र के अरे कोदाको र अनि फापरको ढिँडो अनि सिस्नोको तरकारी र अनि मासुको लोकल कुखुरा ग्रेभी खाने भरे भरे लोकल खाने ल ठोक्यो हाम्रै फार्ममा छ लोकल कुखुरा नि मजाले पकाएर भरे खाने ए हुन्छ भरे माथि टावरमा नि त्यही बास गर्यो भ्यू टावर छ माथि उ त्यो बास गर्यो हिँड्नै सक्दिनँ होइन धेरै लानु 5-10 मिनट धेरै बिस्तारै लौरो गयो गाडी गयो उही जान्छ ट्याक्कै गाडी उतै जान्छ हिँड्दै जाने गाडी गएर नि फेरि पछाडि नि होला भो बिस्तारै हिँड्दै जाने कि हिँड्दै जाम्ला अहिले बाटा लडी पछाडि यसले है दुख्यो अरे लडै चाहिँ दुख्दैन अब यो कहिले कहिले हुन्छ जस्तै तर विचार गरेर हिँड्नुपर्छ धन्न पानी आएको थिएन यस्तो हुन्छ राम्रो कुरा हुनको लागि राम्रो कुरा पाउनको लागि अलिअलि दुःख हुन्छ क्या बा हो यति मिठो खानको लागि त्यति दुःख त पाउनु परेन बिहानबाट भोकै अनि बिहानबाट जम्मा 5 कप कफी खानुभएको जम्मा 5 कप कफी त्यो त थोरै हो आता तिनटा हो उनी मैले चिया खाएँ साइक्लिङ गर्दै गर्दै उता बिन्दा बास अनि लालाजीको यो तीनचोटि होइन आगमन यहाँ हो तीनचोटिको आगमन कस्तो भयो यो सिना फुलको तरकारी साह्रै मिठो लागेर फर्की फर्की आएको अनि ऊ पनि अब अलि पछि न्युरो पाउँछ क्या न्युरो काली होइन सिना फुलको तरकारी जहाँ पाउनु त पाउँदैन यहाँ पाउँदो रहेछ म फेरि जोबातेलाई दिन्न नि स्पेसल मान्छेलाई मात्रै हो दिन नि भएन नि पुग्दै पुग्दैन पाहुनालाई दिनु पर्यो आफूले पछि खाने हुन्छ कोही बेला त्यो पनि हो पाहुनालाई मिठो भएर फर्की फर्की आएको न हो नि ठुलो कोठामा गएर के रिसोर्ट अरे बाबु ठुलाकोट इको भिलेज रिसोर्ट ठुलाकोट इको भिलेज रिसोर्टमा आएर सिस्नाको तरकारी खाएर जानु होला एकपल्ट जसरी नि आइदिनु होला ठोक खँडका मालीको भट्टीमा पाएको मुखै कोइलीको जस्तो छ जे भने त्यही पुग्छ पुग्छ मान्छे उहाँ भिडियो बनाउन कहाँ कहाँबाट आउँछ अनि बोल्दैछ भइहाल्यो गइहाल्यो नगर भयो खाना पत्रिका तपाईँको बानी मलाई पनि सर्यो कि सर्नै पर्यो म एक्लै भएँ अनि थोरै हालिदिनु भयो भयो किलेमहरू मासुहरू ठिक छ अङ्कल सबै मासु छ अनि ठिक छ अहिले साइक्लिङ गरिरहेको कि दिनमा 18 किलोमिटर जति शरीरलाई घट्नु पर्यो अनि लालाजी बरु सिनाको तरकारी पचनाको चटनी धेरै खानियो मासु त पानी चुनी खानियो थोत्रै पानी चुनी खानियो त्यो माइलीको बच्चीमा खँडका मासु र भात खाएर मलाई थाहा थिएन यहाँ फर्ममा ब्रोइलर कुखुरा खान लोकल भाले खान भनेर अस्तिको पालीमा त्यो भाँडा मोल्ने भाइले भन्थ्यो कि त्यहाँ फर्म छ अन्डा पनि उत्पादन हुन्छ लोकल अन्डा तिमीले भन्थ्यो म अनि तिमी कहाँ सुत्छौ भनेको त्यहाँ पुरानो घर छ त्यहीँ सुत्छु त्यहाँ बाख्रा पनि छन् भन्नु हाम्रो आफ्नै फार्ममा सबै तरकारीहरू यो तरकारीहरू पनि यही उत्पादन हुन्छ अनि मासुहरू अनि सागसब्जीहरू सबै यही उत्पादन हुन्छ यो पदिनाको त हाम्रो गार्डन नै छ यो मिट गार्डन यो भरन मुनिको फोटामा 5 तल्लो फोटामा झार्ने त्यहाँ वाहन नराख्ने त्यहाँ 2-4 कफीका बुट बेर्ने अनि पचाउन सार्ने पतना त गार्डन नै छ गार्डन भयो कफीका बुट्टा सार्ने कफी सार्ने हो अब मैले यो बर्खा चाहिँ प्लान गर्छु यहीँको कफी उत्पादन हो भनेर भिडियोमा नि हालेको ठुलाकोटमा नि कफीका
बेर्ना रहेछन् मुही उत्तर त्यहाँको कफी चाख्न जाऊँ त भन्छन् हो ल धन्यवाद यसो। जहाँ सुकै चाख्या खान् अँ अनि अरू मासु थप्ने भयो मलाई त खानु आज मजाले भोलि लाग्यो र अनि एकचोटि पर्लाइ नि खानुभयो मलाई दुख्दा त हाले खुट्टा त म त पचाएन लालाजी चाहिँ है मलाई अन्त दुख्यो नि आफू दुख्यो अलिअलि मसाज गर्छ जसले एउटा उसैले मसाज गर्छ म पुरा तोरीको तेल दिन्छु त्यसले मस्काइ ठिक छ त्यो गर्नुपर्छ लालाजी आज सानाजी कहाँ गयो हेलो सानाजी अहिले आउँछन् खरे भरे यहाँ अझ राम्रो होटलको कोठामा बसेर भिडियो बनाउने एउटा टी सर्ट भिराउन सके मैले लिइसक्नु भयो कहिले ल तपाईलाई म सुटिङको दिनमा मैले लाएर नि हिसाबभित्र सुटिङको दिनमा अझ सुटिङको दिनमा मैले लिएको टी सर्ट हो दुईटा टी सर्ट लिएर 2000 रुपियाँ कटाएको 1000 मिले मैले 1000 तिर पठाएको होइन अझ तपाईँको क्युआर छ भन्ने क्युआर छैन भने उसले त्यहाँ दिएर मैले दिएको होइन हो तपाईँलाई देखाइदिन्छु मलाई कता दिएको किन लिङ्क दिन मैले बाको पहिला न त म बोकेर किन आउँथेँ हुन्छ मैले बोक्न पर्दैन मोटरसाइकलले बोक्यो ल बाबु भयो मलाई अरू गेस्ट भएको भए किनिदिन्थे अब एउटा कुकुर पाल्नु सानो हुन्छ पालियो एउटाले उहाँ गौरीघाटमा कुकुर पालेको छ सानो नबन्ने 1 लाख 1.5 लाख पर्छ अरे किन्दाखेरि एउटाले म पाल्न दिन्छु छाउरा बसी म ल्याउँछु यो कुकुर पाल्ने मान्छेलाई पाए दिन्छु भने धेरै ठाउँ दियो रहेछ तपाईँले लानुहुन्छ भन्थ्यो मलाई हाम्रो घरमा छ त्यही भएर म तपाईँलाई भनिदिनु छाउरा लैजाऊ न यहाँदेखि ठुलो पर्दैन पर्ने त्यस्ता कुकुर छाउरा पाएछु 3टा पायो भने 2टा लैजाओस् एउटा दियो होइन ठिक छ अङ्कल आज गेस्ट छैनन् हिजो थिए अनि हाम्रो भ्लगरहरूलाई के भनिदिनुहुन्छ त नि यसो हाम्रो यो ठुलाकोटको बारेमा ल के भन्छ ब्लगको नाम नेपाल प्याट्रिक एक्स लालाजी नेपाल प्याट्रिक एक्स लालाजी को ब्लग हेरिरहनु सम्पूर्ण आदरणीय दर्शकवृन्दहरूलाई यो भन्न चाहन्छु नेपाल प्याट्रिक एउटा यस्तो म्युजिक सम्बन्धी यस्तो लगाव भएको मान्छे हो ऊ आफै गीतहरू लेख्छ आफै गीतहरू रचना गर्छ अनि त्यसपछि आफै म्युजिक एरेन्ज गर्छ आफै म्युजिकमा अभिनय गर्छ हेलो मल्टी ट्यालेन्ट हो यो बाबु र यसको ब्लग फलो गरिदिनु होला र सपोर्ट गरिदिनु होला थ्याङ्क यू ठुलाकोटीको भिलेज सोट डोन्ट फर्गेट your organic cows डोन्ट फर्गेट टु कम ए त्यो बाबु छक्क पर्नु भयो कि तपाईँको भाइ हिजो सँगै बसेर फोटो खिचेका कोही बेला जाम ल बा भन्नुहोस् आज यहाँ त बनाउनु छक्क पर्नु हिजो फेरि यस्तो भयो हिजो लालाजी छक्क पर्नु एउटा साथी अस्ट्रेलियाबाट आएछ होइन त्यहाँको लालाजी मिन सर्टमा लाउनु मेरो माइलीको भट्टी हेर्नु भनेर काटिदिनु भएको र यो मेरो साथीको हो त भनेर फोन आनेको उसले फेरि उसलाई त्यही कार्डबाट चाहिँ चिन्जानु हुँदो रहेछ हजुर भएला 12-13वटा पुरानो सङ्गहरू रिमिक हुन्छ यसो अब अस्ति भयो रेकर्ड गरे बाबु तिमी यहीँ गाऊ मुख पुग्ने पेपर पाउँदैन यहाँ लिएर आऊ न मान्छे खाना बस हाम्रो यहाँ मालिस गर्ने टाइम भयो यताबाट देखेछ कहाँनिर रे बा तपाईँलाई सधैँ दुखी सधैँ दुख्ने यहाँ हो
ऑल त यहाँ हो हो यहाँ हो कस्तो सड्केको त यो हात टेकन पुगेँ क्या मरिन्छ भने टेकन पर्ने के छ जेनको माया लाउँछ हो, हात टेकेर बाँच्छु भनेर होइन कि टेकन पुगेको ठिक छ त्यसो गरी त्यसै दलेर मात्र हुन्छ म गर्छु पहिला त दल्न पर्यो त धेरै नत्र कपडामा लाउँछ त्यसले फोटो खिच्छ मायाको गाएको ए ओ चार्ज गर्नु छ है ए यस्तो रहेछ म त कस्तो हुँदैछ दुख्यो दुख्यो भन्नु है अँ। अनि आज यहाँको सफर कस्तो भयो त राम्रो भएको नै भिडियो बनाएर एउटा मुख्य भिडियो लडेको मलाई ढाडमा लाग्यो तपाईँलाई चोट लाग्यो लागेन कतै अन्त त के हात टेकेर ठिक छ आनन्द आयो आनन्द काने दुखेछ भने विचार गरेर माथि कुकुर छैनन् होइन हिँड्न सकिन्छ सकिन्छ कस्तो त्यो सानाजी त हिँड्छन् यार हजुर ऊ त हिँड्ने भएको नि अब घाँस काट्ने दाउरा काट्ने आम केही काट्ने कहाँ ओइ ओ त्यहाँको नसोको अरू त माथि तपाईँलाई पहिलेबाट समस्या आयो हातमा हँ? पहिलेबाट समस्या आयो हातमा समस्या भित्रको माथि हुन्छ नि हड्डीभित्र त्यो घरि माथि घरि मुनि सल्का हान्थ्यो आज झन् त्यही हो अनि माथि जाँदा म्युजिक लाने हँ? म्युजिक ला नि ए बजार नाच्न पर्यो भिडियो ए अडिन्न छ है यता भिडियो पनि भइरहेको कि ब्लग ऐट आज हामी मालिस गर्दैछौँ मालिस गरेर टाइगर टप जाँदैछौँ भन्नु टाइगर टप कहाँको टाइगर टप माथि टापुमा क्या ठुलाको टप ठुलोको टपमा जाँदैछौँ ज्यान मालिस गरौँ अनि हिँड्न सजिलो होला भनेर हो यहाँ पनि उही 15 मिनट रहेछ क्या ठुला गोठो उक्लिनलाई धेरै त छैन उही 15 मिनट जस्तै छ अहिले घडी हेरेर उक्लिनु पर्ला कति मिनट लाउँछ हो पहिला यहाँ ज्यान मालिस गरौँ तगड भनेपछि अनि उक्लिने हो उता नि हेर्नु उता ब्लग भइरहेको यो उहाँ पनि छ कान्छो उहाँ त जेठो जेठो उहाँ कान्छो हातमा त्यो माइलो होला माइलो के गरेको 3 माइलो चाहिँ ठिकै हो डेलीमा मालिस गरेको के अरे 1500 भनेर रेट लेखेको रहेछ अनि मालिस गर्न कोठामा पस्ने केटीले मालिस गर्छन् अनि हिन्दीमा बोली आप कहाँ से आयो भन्यो दिल्लीमा एयरपोर्टको छेउमा अब भरे हेर भोलि बिहान जहाज चढ्ने हो ब्याङ्ककको अहिले आज त होटल लिएर बसेको थियौँ अनि बाहिर घुम्नु गएको मसाज गर्ने ठाउँ रहेछ मसाज गर्ने भने अनि अलिक सस्तो छ कि भनेर खोजेको हेर्दा त्यही मात्रै 2 ठाउँ रहेछ एउटा 2500 रहेछ अनि त्यहाँ मान्छे गर्नु अब कहाँ से आयो भन्नु मलाई हम तो नेपाल से आए कहाँ भयो घर भनी मेरो घर पोखरा हो खाना हिँड्नु भएको हामी थाइल्यान्ड घुम्न हिँडेको हेर तिम्रो घर गाउँ नानी भनेको मेरो घर नलपरासी हो बुढा यहीँ काम गर्थे अनि बुढा यतै बुझेको म यतै बिहा गरेको हुनाले क्या बुढाले त्यतैको नेपाली छोरी अनि नेपालमा त जानै मन लागेन अरे अनि यही काम सिकेपछि यही काम गर्न थालेछु छोराछोरी साना छन् भनिदिई अनि मालिस गरेको 1500 बुझ्यो नि मलाई त्यो 500 दिएको हुन्छ गाउँको अब नेपाली दाजुभाइ भएन दिदी बहिनी भएन त्यो भित्रै 500 टिप दिएको
कति खुसी भएन उसले नै लालाजी यता पनि कमेन्ट पढ्नु न भन्दै हुनुहुन्छ त्यहाँ न्युजिल्यान्डबाट आऊ अरे अनि उहाँ चाहिँ न्युजिल्यान्डबाट आउँदाखेरि लालाजीलाई गिफ्ट लिएर पोखरा भेट्न आउने रे हो नि के ल्याइदिनु भयो घडी कि स्पिकर सरप्राइज होला नि त्यो त ए भन्न नहुने बिहान मिजु बजाएको कोठामा एकछिन नाच्न पर्यो भने नाच्न लागेको पङ्खा ठोकिएछ टेबल पङ्खा सबै हात अनि पङ्खा पनि तल अनि त्यहाँ लौरा सर्न दिए जम्मै झ्यामझुम तल स्पिकर बजाएको स्पिकर तल त्यहाँ त बेकार नाच्यो भने यस्तो भएर लामा पसाएर चुके पङ्खा ठोकिएर सब गरेको हेलो लालाजी हेलो कता हो ओ ठुलाकोट नौरी टेकेर ठुलाकोट यता हेरेर भन्नु न अनि ठुलाकोट किन हो हेर्नु जान खोजेको के हेर्न त्यहाँ टापु हेर्नु अरू हेर्न त होइन होइन टाढै छ बिस्तारै हिँड्नु कहाँ टोक्छ ग्यास भएन बस टोक्न आउँछ अरे हो ए भिरतिर छेउमा जामा नि चिप्लिन्छ जुत्ता यो जुत्ता काम छैन ठोक हेलो ठोक बाहिर ठोक 2 घन्टा भयो गोबर लगाएको यिनीहरू त्यस्ता कहाँ जाने लग ठोक आयो भर्याङ छ कि लिप्स माथि चढ्न भर्याङ छ कि लिप्स कुन ठाउँमा हो यो ठुलाकोटको भ्यू टावर यही हो के भन्नु छैन पल्ल भित्र पस्छ नि हात दुखी छैन अहिले मालिस पाएपछि अब हावाले हो कि हालले बसे जस्तो छ चिसलले भेटाएर Why not coconut? लालाजी लोन कफी वाउ ठोक कहाँ ठोक्ने यो ठुलाकोटको टावर आउँछ पानी आएछ टावर मुनि बसेको पानी आइराखेको छ अब क्यारेट जान्छ तल तल अब पानी आएको
हेलो गुड मर्निङ सबैजनालाई जस हिजो हाम्रो भ्लग स्टार्ट भएको हिजो गयो हामी माथि टावरमा हिजो बाइकबाट पनि लडियो होइन लालाजी त्यही दिन लालाजी हिजो बाइकबाट नि लडियो अब आज अब चिया खाएर फर्किन्छौँ हामी पोखरातिर ओके हेलो लालाजी गुड मर्निङ हेलो चिया पोखियो कहाँ पोख्यो पोख्यो होइन त्यसै पोखिन्छ है गन्जीमा लालाजीलाई देखेको अब सबै पोखिन्छ त पोख्नै पर्यो नि किन हो हामी पोखरा छोडेर ठुलाकोट आम ठुलोकोटमा आएको यहाँ केटी त देख्नै नपाइने कस्तो ठाउँबाट चाहिँ एउटा दुइटा गरेर चाहिँ साह्रै टापुमा बेलुका 6 बजेदेखि त पानी आएको रातभरि है त्यो तपाईँ केटी देख्न नपाएर निराश हुनुभयो कहाँ रातभरि जाडो भएर केटी देख्न नपाएर गफर्नै पाइएन देख्न पाइएन पोखरै झर्नु पर्ने भयो केटी देख्न यो त हैरान यति टाढा आएर पनि यस्तो कस्तो ठाउँमा ल्याउनु भएको होला भएपछि तपाईँ निराश भएको कारण चाहिँ त्यही हो तर देख्न पाएन झ्याउ भन्छ त पोखरामा देखिन्न र पोखरामा त बाटोभरि नेपाली नभए गोरे नि देख्न पाइन्छ है यहाँ त खोइ रिसाउनु हो त लालाजी त किन हो त्यस्तो रिसाउँदैन त रातभरिको जाडो अनि त्यति देख्न पाएछ रिसाउँदैन अनि आफ्नै गर्लफ्रेन्ड बोलाउनु पर्छ त आउनु गर्लफ्रेन्ड फेरि अर्को साथीलाई बोलाउनु परेन ए त्यस्तो उता नभए उता उता नभए उता हो अनि अनि के लालाजी हिजो मैले मसाज गरिदिएँ तपाईँलाई ठिक भयो होइन ठिक भएन किन पोखरा लेफ्ट साइडमा पोहोर मसाज ढाड गएको थियो मसाज गरी भनेर गोरा र म गएको अहिले ढाड अँठाउने हो हाउ मच भन्यो गोराले 1000 मा अलि मसाज हुन्छ भनेर गोराले 1000 दियो र मसाज गरेको पछि मसाज सिद्धियो भनेपछि बा टिप्स भनिदिए अब खाटमा सानो पाल हुँदो रहेछ पालमा टाउको घुसारेर सुत्यो केटाले अँठायो कि केटीले अब मैले टिप्स केटालाई दिने कि केटीले बा टिप्स भनिदिए अब मैले केटालाई दिने कि केटीलाई टिप्स अँठायो कसले थाहा भएन केटा केटी अब घोटीबाट सुत्दैछ पालमा टाउको हाल्यो छ अब मैले देख्न पाइनँ अनि क्यारेर मैले केटालाई अँठायो कि केटीले मैले थाहा पाइनँ अब केटी टिप्स माग्न आइ क्यारेर टिप्स दिने मैले मान्छे देखाएर तपाईँको इच्छा चाहिँ के थियो होइन कोकोनट लालाजीको भिडियो हेर्नु होला लाइक पनि ठोक्नु होला ठोक भाइ ठोक अनि हजुरको इच्छा चाहिँ के थियो खास कसरी मसाज गर्नु थियो मसाज टाउकोमा पालमा टाउको नहालिकन मसाज गर्न पाइन्थ्यो केटा केटी हेर्न पाइन्थ्यो टाउको पालमा घुसारेर मसाज गर्ने काम रहेछ लेग साइड भरि है अनि क्यारेर पैसा दिने क्यारेर टिप्स दिने माथि अनि थाइल्यान्डमा मसाज गर्नु हो न थाइल्यान्डमा त नेकेट हो मसाज खुला के गर्नु या पावर नो प्रब्लम के हो त नि थाइल्यान्डमा नि थाइल्यान्डमा देख्न त पाइयो लबर्ने नअर्ने आफ्नो खुबी चाहियो त्यसै हिँडेर पछि लाउँदैन नेपालमा गर्लफ्रेन्ड बनाउनु त पैसा कहाँ देखाउनु पर्यो 8-10 हजार हातमा गनेपछि बल्ल नेपाली केटी पटिन्छन् मलाई थाइल्यान्डमा नभइकन नेपालमा नि धोका दिए कसले दियो नेपाली केटीले किन दियो पैसा नभएर हो र पैसा सबभन्दा ठुलो पैसा रहेछ कुन जमानाको कुरा हो त्यो लालाजी आजभोलिको कुरो भर्खरको कुरो
भर्खरैको 8-3 दिन भयो ए तेरिका तपाईँको ब्रेकअप भनेपछि 3 दिन अगाडि ब्रेकअप भयो अँ ए तेरिका बिचरा त्यही भएर तपाईँले ट्रेजेडीमा हुनुहुन्छ अँ त्यही भएर यता ठुलाकोटमा गर्लफ्रेन्ड खोज्दै आउनु ठुलोकोटमा फाल चढ्नु भनेर आएको गरे यहाँ त मुख देख्न नि पाइएन अब यो ठाउँमा यो माथि रुकटप रहेछ रुकटपमा बसेर कफी खाँदैछौँ अँ। 2-4 शब्द बोले भिडियोमा हालिदिउँ र पोखरातिर लाम्ला भनेर कफी खान लागेको भनेपछि अहिलेलाई हाम्रो यो कफी गफ यहीँ समाप्त गरौँ होइन अहिलेलाई यहीँ समाप्त गरौँ अब बाटोमा जाँदाखेरि भेट्ने बाटोमा जानकारी 2-4 शब्द हिजोको ठाउँ 2-4 शब्द बोलाउँला अब त बाइकमा चढ्दै जाने कतै नरोकिकन हुन्छ है अब नेक्स्ट टाइम भनेको अर्को हप्ता तपाईँ घर जाने होला नि घर जाने हो घरमा आएर मर्नु घर जाने हो लेक साइड घुम्ने हो चुट्टाको कार बाँध्ने हो के छ त लालाजी आज दिनको प्लानिङ केही छैन आज हो पैसा हो त्यहाँबाट चिया खान्छ नि घर जाम है यो पछौरा फुलको टायरमा ए, पऱ्यो भने गयो भाइ दुइटै भनिदेऊ न हाल्यो अगाडि भन्नु न बाबु ए नानी त्यो तान न लालाजीलाई छोडियो अब हामी यो भ्लग चाहिँ यहीँ इन्ड गर्नु पर्ला है ठिक छ यो भ्लग यहीँ इन्ड गरौँ फेरि अर्को भ्लगमा भेटौँला हामी चाँडै है अब भ्लग आइरहेको छ ल ओके थ्याङ्क यू सो मच फर वाचिङ लाइक सब्सक्राइब है सेयर सबै गरिदिनु होला यो च्यानललाई माया गरिदिनुहोस् अनि मेरो अर्को च्यानल पनि छ नेपाल प्याटिक भन्ने त्यहाँ चाहिँ मेरो म्युजिक भिडियो ऱ्याप भिडियोहरू छ सबैजना गर हेरिदिनु होला थ्याङ्क यू सो मच लभ यु अल थ्याङ्क यू फर वाचिङ